नमस्कार सबैजनालाई। आज फेरि मैले काइन मास्टर भिडियो एडिटिङ सिकाउन गइराखेको छु। पुरा भिडियो हेरेर साथ दिनुहोला। काइन मास्टरलाई अन गर्नुहोला। क्रिएट न्यूमा आउनुहोला। आफ्नो रेसु सेलेक्ट गर्नुहोला। फेरि क्रिएटमा आउनुहोला। फोटो सेलेक्ट गर्नको लागि अलमा आउनुहोला। कम्तीमा 4-5 फोटोलाई सेलेक्ट गर्नुहोला। फोटोको लेयरमा क्लिक गर्नुहोला। यहाँ देखाइरहेको छ यहाँ क्रोप। मैले यसरी साइज मिलाउनु पर्ने हुन्छ। यसरी सबै फोटोमा यसरी मिलाउनु होला। मैले सबै फोटोलाई मिलाइसकेको छु। अब लेयरमा आउनु होला। मिडियामा अलमा आउनु होला। अब एउटा पिएनजीलाई एड गर्नुपर्ने हुन्छ। मैले यसलाई गरेँ। अब चाहिँ यसमा दुईचोटि ट्याप गर्नु होला। अब चाहिँ यसरी माथि सार्नु होला। यहाँ तल देखाइरहेको छ ब्लेन्डिङमा क्लिक गर्नु होला। त्यसपछि स्क्रिन गरिदिनु होला। अब चाहिँ हाम्रो फोटो लामो भयो। यसरी सानो गर्नु होला। यसैको साइडमा यो पिएनजीको साइडमा। त्यसपछि यहाँ देखाइरहेको छ 3 डट माथि। त्यसपछि डुप्लिकेट गर्नु होला। डुप्लिकेट भइहाल्छ। सबै फोटोलाई यसरी डुप्लिकेट गर्नु होला। 3 डट डुप्लिकेट। फेरि यसरी तान्नु होला। यसरी तान्नु होला। यसरी सबै फोटोलाई यसरी मिलाउनु होला। यसरी हामीले अब चाहिँ एक्सपोर्ट गर्नुपर्ने हुन्छ। यहाँ देखाइरहेको छ कोनामा। त्यसपछि यहाँ सेभ गर्नु होला। हाम्रो यहाँ एक्सपोर्ट भइराखेको छ यो। अब चाहिँ हाम्रो एक्सपोर्ट भइसकेको छ भिडियो। अब फेरि हामीले मिडियामा आउनु पर्ने हुन्छ। अलमा आउनु होला। अब हामीले एउटा फोटो फ्रेमलाई लिनु पर्ने हुन्छ। मैले यसलाई लिए। फोटो फ्रेमलाई यसरी बढाउनु होला भिडियोको अनुसार। यसरी माथि सार्नु होला। यसरी यहाँ देखाइरहेको छ क्रोमा आउनु होला। यसलाई अन गर्नु होला। फेरि ब्याक आउनु होला। अब चाहिँ हामीले फ्रेमको साइडमा देखाइरहेको छ सेतो यसलाई हटाउनु पर्ने हुन्छ। हटाउनको लागि यसरी माथि सार्नु। यहाँ देखाइरहेको छ ब्लेन्डिङमा आउनु होला। त्यसपछि मेल्टिङमा आउनु होला। यो हाम्रो हटिहाल्यो। फेरि ब्याक आउनु होला। अब ब्याक आइसकेपछि अब चाहिँ हामीले एक्सपोर्ट गरेको भिडियोलाई लिनु पर्ने हुन्छ। हाम्रो चाहिँ यो भिडियो हो। हल्का यसलाई मैले तेर्सो गरिदिएँ फ्रेमलाई राम्रो देखाउँछ कि भनेर। जस्तो पनि गर्न पाइन्छ। हल्का मैले तेर्सो गरिदिएँ जस्तो पनि गर्न पाइन्छ यसलाई पनि यसरी साइज मिलाउनु होला। अब चाहिँ हामीले यहाँ कोनामा देखाइरहेका छ 3 डटमा क्लिक गर्नु होला। त्यसपछि सेन्ड टु ब्याकग्राउन्डमा क्लिक गर्नु होला। त्यसपछि यहाँ यसरी सार्नु होला माथि। यहाँ क्रोपिङमा आउनु होला। यहाँबाट यसरी अब साइज मिलाउनु होला। यसरी अब चाहिँ हाम्रो यहाँ यसको बराबर छैन फोटोको लेयरको बराबर। यसरी क्लिक गर्नु होला। यसरी ठ्याक्कै यसरी मिलाउनु होला यसको बराबर। अब चाहिँ हामीले एउटा
टेम्पलेटलाई एड गर्नुपर्ने हुन्छ। मिडियामा आउनु होला, अलमा आउनु होला। मैले चाहिँ यो भिडियो टेम्पलेटलाई लिए दुईचोटि यसमा ट्याप गर्नु होला। त्यसपछि हामीले यसरी माथि सार्नु होला। यहाँ देखाइरहेको छ ब्लेन्डिङमा आउनु होला। त्यसपछि स्क्रिन गरिदिनु होला। यहाँनिर हाम्रो फिट भइहाल्छ। त्यसपछि ब्याक आउनु होला। अब चाहिँ हाम्रो भिडियो पुरा फाइनली रूपमा तयार भइसकेको छ। म देखाइराखेको छु। यहाँ हेर्नुहोस् हाम्रो भिडियो कस्तो बनेको छ। तपाईहरु पनि यही स्टेप फलो गरेर बनाउन सक्नुहुनेछ। यो भिडियो पुरा हेरिसकेपछि लाइक, कमेन्ट, सब्स्क्राइब चाहिँ गरिदिनु होला। अब चाहिँ एक्सपोर्ट गर्नको लागि यहाँ देखाइरहेको छ कुनामा क्लिक गर्नु होला। यसरी साइज मिलाउनु होला, सेभ गरिदिनु होला। हाम्रो यहाँ एक्सपोर्ट भइराखेको छ।